कस्तो छ कस्तो छ मैले खानु भन्दा सोचेँ भन्दा कस्तो चिज चरक्क गुलियो भयो आँखा गुलियो गुलियो भाउ गुलियो ल गुलियो भाउ। हेलो साथीहरू, तपाईँ सम्पूर्णलाई साउन 15 गते खिर खाने दिनको धेरै धेरै शुभकामना। परापूर्वकालदेखि साउन महिनामा दुध प्रशस्त हुने भएर होला हाम्रो पुर्खाले चाहिँ खिर खाने चलन बनाउनु भएको। आज पनि म त्यही परम्परालाई निरन्तरता दिन खिर बनाउन गइरहेकी छु। आउनुहोस् म कसरी खिर बनाउँछु लागौँ। खिर पकाउनको लागि मैले यो कडाई लिएँ, ठुलो कडाईमा खिर पकाउनलाई मलाई चाहिँ सजिलो लाग्छ। अनि मैले यसमा दुध राखेको छु, दुध 2 थरी छ, एउटा गाईको एउटा भैँसीको। अनि यो चामल चाहिँ हाम्रो भैँसी खानेको खेतबाट आएको एकदमै मिठो छ, ननस्टिक चामल। यसको बयान गरेर म बडबड गरिरहेको छु, लामो भिडियो हुन्छ भनेर मैले भोइस ओभर गरेँ। अब पानीले चाहिँ यसलाई राम्रोसँग धुन्छु, 2 पानीले। अनि चाहिँ त्यो ओरिनलाई ठिक्क हुन्छ। यो तयार भइसकेको छ। अब यता दुध पनि उम्लिन थालिसक्यो। अब चाहिँ यो खिरलाई यही पाक्न दिन म 20-20मा चलाउँछु। आउनुहोस् म चाहिँ त्यसको लागि ड्राई फ्रुट काट्नतिर लाग्छु। खिर मसला भनेर प्याकेटमा ल्याएको हेर्नुहोस्, काजु भनेको बाहिर देखेको 2टा मात्रै, अरू सबै नरिवल र छोक्रा रहेछ। नरिवल र छोक्रा मसिनरी काटेँ। यता खिर तयार भइसकेको थियो पाकेर, अनि त्यसलाई मसिनरी काटेको राखेर अब चाहिँ यस्तो स्टेज भइसकेको छ। यसमा चाहिँ म घिउ राखिदिन्छु है त। घिउ राख्नको लागि मसँग यस्तो थुर्मी छ। यसको 1 थुर्मी यसरी म घिउ राखिदिन्छु। अब चाहिँ यतिखेर ग्यासमा सानो बनाएर एकछिनमा चाहिँ एकछिन पकाउनुपर्छ है। घिउको एकदमै मगमग बास्ना आइरहेछ। सबैभन्दा पहिला मैले चाहिँ यो भगवानको थानमा चढाइदिन्छु। साउन महिनाको पहिलो खिर हो नि त, यो नचढाइकन खान हुँदैन। अब चाहिँ खिर कस्तो बन्यो भनेर चाहिँ म टेस्ट गराउँछु है त। ल खिर कस्तो बन्यो टेस्ट गर्नु त ल। कस्तो छ कस्तो छ मैले खानु भन्दा सोचेँ भन्दा कस्तो चिज चरक्क गुलियो भयो आँखा गुलियो गुलियो भाउ गुलियो ल गुलियो भाउ। अझ मिठो नहोस् भने चाहनुहुन्छ भने यसलाई 1 घन्टा फ्रिजमा राखेर खान सक्नुहुन्छ। यो खिर खानको लागि एकदमै तयार भयो। Follow and like for more videos. Thank you.